कहाँ भन्दाखेरि चाहिँ अब तपाईँहरूलाई पनि सरप्राइज त हेर्दा त्यस्तो गर्नु हुँदैन। So hello guys, I wake up in 10 o'clock. सो हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म उठेर पनि फ्रेस भइसकेँ, फ्रेस भएर पनि पूजासुजा गरिसकेँ। टाइम हेर्न सक्नुहुन्छ 7:25 हुन लाग्यो। अब चाहिँ म उठिसकेँ, फ्रेस पनि भइसकेँ, पूजासुजा पनि गरिसकेँ। सो अहिले चाहिँ मेरो छोरी अझैसम्म पनि सुतिरहेको छ, हेर्न सक्नु। गुड मर्निङ बेबी, बेबी गुड मर्निङ, गुड मर्निङ चोप्पु। हेर्न सक्नुहुन्छ अहिलेसम्म पनि मेरो छोरी सुतिरहेको छ, उठ्दै उठ्दैन, बिहान उठेर पढ्दैन पनि, नट्टी नट्टी गर्नु भएर सुत्छ हो अझै। So hello guys, म चाहिँ अब उठिसकेँ। I wake up in 10 o'clock. सो गाइस मैले त पूजा पनि गरिसकेँ, हेर्न सक्नुहुन्छ। उठेर पनि पूजासुजा गरेर पनि सकिसकेँ। अब चिया पिउँछु। मेरो चाहिँ चिया पनि उम्लिन लाग्यो, हेर्न सक्नुहुन्छ। अदुवा हालेर पहिला पानी उमालेर त्यसको बादमा अदुवा हालेर चिया बनाएर पनि म अब चिया पिउँदैछु। साथीहरू अब चाहिँ म मेरो छोरीले तपाईँहरूलाई बिहान मर्निङ एक्सर्साइज गरेर देखाउँछु भन्नुहुँदैछ। अब त्यही देखाउन गइरहेको छु। नमस्ते एभ्रिवान, तपाईहरु ठिक हुनुहुन्छ? म पनि ठिक छु। अब चाहिँ म एक्सर्साइज गरेर देखाऊ। कसले सिकाउनुहुन्छ बेबी? के गर्नुभएको? यो चाहिँ योगा। सो साथीहरू हेर्नुहोस् न, ब्याकग्राउन्ड चाहिँ नहेर्नुहोस् होला हौ, लुगाहरू पनि पट्टाएको छैन, उठेर नानी भर्खर उठेको, त्यही कारणले गर्दाखेरि मिलाएको छैन। अब ब्याकग्राउन्ड इग्नोर गरेर मेरो छोरीको योगा चाहिँ हेरिदिनुहोस् होला। अब यो चाहिँ के गर्नुभएको बेबी? एक्सर्साइज गर्नुभएको हो? सबै सानो हुन्छ ए? अन्त अरू कसले सिकाउनु भएको यो चाहिँ? कसले सिकाउनु भएको भनेको? अब यस्तो यसले चाहिँ के हुन्छ? यो ठुलो ठुलो हुँदै जान्छ नि त, यसले पुरा ठुलो। के ठुलो हुन्छ भनेको? यो सबै यो खुट्टा पनि ठुलो हुन्छ, यो खुट्टा पनि सबै ठुलो हुन्छ नि। त्यो हाइट ठुलो हुन्छ नि त, हाइट बढ्छ यसो गर्यो भने चाहिँ। ओहो, कसले सिकाउनु भयो हाइट बढ्छ भनेर? तपाईँहरू पनि सानोमा गर्नु हुँदैछ? हामी सानोमा हामी त तिमीहरू जस्तो बदमासी त थिएन सानोमा। हो त, साँच्ची हामी त गुड गर्ल थियौँ। कसले? हामीले लड्डु कहाँ चोरेर खान्थ्यौँ? खान्थेन, हामी त गुड गर्ल थियौँ। अनि अरू देखाउनुहोस्। अब एकछिन रेस्ट गरेर यस्तो गर्दै सुत्नुपर्छ। एउटा चेयर के गर्नुभएको हो बेबी? त्यहाँ बस्नुपर्छ, अन्त यो कपाल उता राख्नुपर्छ, अन्त यस्तो गर्दै एकपल्ट यस्तो गर्नुपर्छ होइन, अन्त आइस क्लोज गर्नुपर्छ। आई क्लोज गर्नुपर्छ, अन्त रेस्ट मिल्छ। अनि रेस्ट मिल्छ। ओहो, अन्त खै थ्याङ्क यू भने नि सबैलाई। Thank you, all of you. I am resting for few minutes. ओके, चिया बनाएर। सो गाइस टुडे वेदर हेर्न सक्नुहुन्छ, कस्तो घाम लाग्छ हौ बिहान, हेर्न सक्नुहुन्छ है। बिहानै घाम लागिरहेछ।
सो गाइस हेर्न सक्नुहुन्छ बिहान बिहानै हाम्रो रुमको अगाडि चाहिँ यहाँनिर मान्छे है नगर न ऊ हेर्न सक्नुहुन्छ कत्रो मोटा चाहिँ छ हेर्न सक्नुहुन्छ यहाँनिर ऊ त्यो माथि पनि छ पनि बसिरहेछ बिचराहरू नगर्नु न बेबी त्यस्तो गर्नु हुँदैन कुर्छ त हेर्नुहोस् न बिहानै रुमको बाहिर सानो बढेछ हौ ठुलो हुनु जत्रोको त्यत्रै देख्छु म त यता नि बार्बी यता आउँछ यता हेर्छ गुड मर्निङ एभ्रिवान भनिदेऊ न त तिमीले पनि गुड मर्निङ एभ्रिवान हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ भनिदिनु न अब चाहिँ म उठेको उठेला पनि म टोइलेट गएला पनि आएको म त साथीहरू टोइलेटमा पो गएको छु त टोइलेट त भनिदिनुहोस् त मेरो बार्बी कसको बार्बी हो बेबी माया लाग्छ कति माया गर्नुहुन्छ धेरै गर्नुहुन्छ से हाई हाई एभ्रिवान भनिदिनुहोस् गुड मर्निङ भनिदिनुहोस् त भनिदेऊ पप्पी गुड मर्निङ म चाहिँ अघि उठेको म उठेर पनि टोइलेट गइसकेको म त टोइलेटमा पो टोइलेट गर्छु त भनिदेऊ त हाई हेर्नुहोस् है गाइस मेरो पप्पी चाहिँ यस्तो बदमास छ ज्यानो बडे पप्पी छ कि पुरा जप्पै त्यही टोइलेट गरिदिन्छ बाबा से हाई हाई बोलो हेर्नुहोस् न जिस्केको पप्पी बार्बी बार्बी भोक लाग्यो बार्बीलाई भोक लाग्यो निचो मेरो बार्बी भोक लाग्यो हेर्नुहोस् है गाइस यस्तो छ है मेरो पप्पी चाहिँ सानो छ कि आमामा कस्तो बदमास छ नि देख्नुभयो हेर्नुहोस् न यहाँ हेर्नुहोस् न मेरो छोरीसँग खेलेको अब मेरो छोरी फेरि भुत्नी यस्तो भइरहेछ बाबरे हेर्नुहोस् न यहाँ उसको बेबी जत्तिकै भइसकेको छ माया लाग्छ बेबी पप्पीको कति लाग्छ अनि भनेको कुरा किन मान्नु हुँदैन हजुर अन्त अरू सुन्नु भयो गाइस यहाँ के भन्दैछ मैले पनि सानोमा मान्दैन थियो भन्नुहुँदैछ है नमस्ते गाइस हेलो गाइस सबैको पप्पीको यस्तै हुन्छ कमालहरू थोरै यस्तो छ नि त मेरो पप्पी हेर्नु यस्तो छ नि त पप्पी हेर्नु त्यस्तो गर्नु हुँदैन बेबी यस्तो छ नि त हेर्नु न नि मम्मा अलि नि यस्तो छ नि मम्मा टोइलेट पनि डल्लेर आयो हगिदिन्छ नि टाइल्स होइन मम्मा अनि टोइलेटमा गएर गर्छ त नि टोइलेट भर्ने च्याप बनाइदिएको हुन्छ नि मम्मा अनि तिमीले उसलाई सिकाउनु पर्यो नि त टोइलेटमा गर्नुपर्छ भनेर तर तिमी पुरा बदमासी छौ सोफी नगर त्यस्तो गर्नु हुँदैन टोक्छ टोक्यो भने सुई लाउनु पर्छ बेबी त्यस्तो गर्नु हुँदैन ब्याट हो बिटो अब ह्यान्ड वास गर्नुपर्छ ल त्यस्तो गर्नु हुँदैन क्या बोला तूने हेलो गाइस नमस्ते तपाईहरु ठिक हुनुहुन्छ म हामीहरु पनि ठिक छु
जो आपको अच्छे लगते हैं आप लोग के वीडियो, फिर हम लोग एक और नया वीडियो लाए हैं। इसके लिए आप लाइक से सब्सक्राइब कर दीजिएगा प्लीज। नमस्ते। सो साथीहरू अब चाहिँ म काम पनि गर्छु, हेर्दै जानुहोस्। म बट्टाबट्टी काम गरिहाल्छु ल, ओछ्यान मिलाउँछु। अब चाहिँ म ब्रेकफास्ट बनाउनु गइरहेको छु। ब्रेकफास्टमा चाहिँ के छ भन्दाखेरि घिउमा हल्का भात भुटिदिन्छु मेरो बेबीको लागि। ब्रेकफास्ट चाहिँ के बनाउनु हुन्छ हौ साथीहरू? तपाईँहरूलाई पनि त्यस्तै हुन्छ कि हुँदैन? मलाई मात्रै त्यस्तो हो कि तपाईँहरूलाई पनि त्यस्तो हो कि? मलाई चाहिँ लाग्छ मलाई मात्रै त्यस्तो होला जस्तै लाग्छ। के बनाउनु नानीले केही पनि खाइदिँदैन फेरि हो। मेन प्रब्लम चाहिँ त्यो छ। प्रायः जस्तो अब उसलाई रोटी सब्जी त्यस्तैहरू मात्रै मनपर्छ। अनि आज चाहिँ हल्का बेलुकाको भात उफ्रेको छ, त्यसलाई नै म भुटिदिनु लागेको घिउमा हालेर। हेर्नुहोस् ल कसरी भुट्छु। यहाँ छ घिउ। हल्का घिउ हालेर दिनु पर्यो। मलाई मात्रै त्यस्तो हो कि तपाईँहरूलाई त्यस्तो हुन्छ कि हो? बिहान भएपछि चाहिँ नानीको लागि के बनाइदिनु हुन्छ। खायो भने त केही पनि बनाइदिँदा भइहाल्छ होइन। खाँदैन त, मेन प्रब्लम चाहिँ त्यो छ नानीले। घिउ चाहिँ पाकिसक्यो। म त्यसमा हाल्छु हल्का प्याज मात्रै हालिदिन्छु। खोर्सानी पैसाले पनि केही हालिदिन्छु। प्याजमा मात्रै रोटिदिन्छु। पिरो त खाँदैन नानीले त्यस्तो पनि हो। सोफी सो गाइस मेरो चाहिँ ब्रेकफास्ट रेडी भइसक्यो। अब म चाहिँ मेरो बेबीलाई र उसको फ्रेन्डलाई म ब्रेकफास्ट दिँदैछु। हेर्न सक्नुहुन्छ ब्रेकफास्टमा मैले के बनाएँ भनेर त तपाईँहरूलाई थाहा छँदैछ। अब मेरो नानीहरूले खाँदैछ, कस्तो भयो के भयो नानीहरूलाई म सोध्छु ल। ओके वेलकम मेरो बेबी। सो गाइस हेर्नुहोस् न यहाँनिर चाहिँ उसलाई पनि कहिले खुवाउ भइसक्यो। पप्पी बार्बी 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 हजुर लु खानुहोस् दुईजना मिलेर। कस्तो भयो भन्नुहोस् त दुईजना? बेस्ट भयो, मन पर्यो दुईजनालाई? गाइस मैले चाहिँ यिनीहरू दुईजनालाई रेडी गरिदिइसकेँ। सो अब चाहिँ मेरो फाइनली रुम रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ निट एन्ड क्लिन भयो। अब चाहिँ हेर्नुहोस् त अघि कस्तो थियो, अब हेर्नुहोस्। अब चाहिँ म जानु आँटेको कपडा धुनुको लागि। हेर्नुहोस् न साथीहरू यस्तो चाहिँ कसको हुन्छ हौ? नानी भएको घरमा चाहिँ यस्तै रहेछ हौ। डेली धुँदा पनि कहिले कपडा चाहिँ नफुट्ने रहेछ।
साथीहरू मैले चाहिँ फाइनली लुगा पनि धोइसकेँ, हेर्न सक्नुहुन्छ। मैले सुकाइ पनि सकेँ। मैले चाहिँ पप्पूलाई नदिँदैछु नि त, त्यही भएर चाहिँ तपाईँले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हेर्न सक्नुहुन्छ मेरो पप्पू चाहिँ यहाँनिर नुहाएर पनि हेर्नुहोस् न पुरा कामिरहेछ जाडोले। सो गाइस अब चाहिँ मैले कपडाहरू पनि सुकाएर आइसकेँ, खानासाना पनि बनाएर पनि नानीहरूलाई पनि दिइसकेँ। किनकि अब मैले तपाईँहरूलाई देखाउन सकिनँ लाइट नभएको कारणले गर्दाखेरि होइन। अब लाइट नै थिएन त, अब फोनमा चार्जै थिएन, त्यही कारणले गर्दाखेरि मैले देखाउन सकिनँ। अब चाहिँ म एक जग्गा जानु आँटेको छु साथीहरू। कहाँ भन्दाखेरि चाहिँ अब तपाईँहरूलाई पनि सरप्राइज त, हेर्दै जानुहोस् न को सरप्राइज छ के छ भनेर, बादमा तपाईँहरूले पनि चाल पाउनुहुन्छ। फाइनली म चाहिँ रेडी भइसकेँ, हेर्न सक्नुहुन्छ मेरा आजको आउटफिट हेर्न सक्नुहुन्छ। अब चाहिँ म जान्छु, केमा जान्छु भन्दाखेरि हेर्नु न, म चाहिँ रेडी भएर पनि अब जानु आँटेको हो साथीहरू। फेरि यसमा त अट्छ कि अट्दैन, मेन टेन्सन चाहिँ त्यो भइरहेछ। अब अटेन भने पनि अब केही गाडीहरू गरेर ल्याउनुपर्छ। अब त्यस्तो टाढो त छैन, 10 मिनटको टाइम लाग्छ, ज्यादा टाढो त छैन। त्यही पनि अब जानु आँटेको हेर्न सक्नुहुन्छ। म अब यसमा जान लागेको, गएर आएपछि भेटौँ न ल साथीहरू। गएर आएपछि भेटौँ न ल भन्दाखेरि पनि अब म जाँदाखेरि अलिअलि क्लिप्सहरू म तपाईँहरूलाई खिचेर म देखाउनु छु, बस त्यो हेर्नुहोस् न। सो गाइस म चाहिँ अहिले फाइनली एयरपोर्ट आइसकेँ, हेर्न सक्नुहुन्छ। मेरो सरप्राइज चाहिँ को छ भने हेर्न सक्नुहुन्छ, पर आउँदैछ। के भयो रे? लु छैन, हेर्नुहोस् है मेरो सरप्राइज चाहिँ यही हो। सो साथीहरू एयरपोर्टको भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। सो साथीहरू एयरपोर्टको भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। सो फाइनली गाइस अहिले चाहिँ म घर आइपुगिसकेँ, नानालाई पनि लिएर। अनि बाटोमा हल्का हल्का क्लिप्सहरू देखाउनु पर्यो भने त त्यो पनि देखाउनु पाइनँ, किनकि अब नानाको लगेजले गर्दाखेरि अब नानालाई पनि पुरा अप्ठ्यारो भइरहेको थियो। लगेज पनि अब स्कुटीमा राखेर लिएर आएको, त्यही भएर चाहिँ पुरा अप्ठ्यारो भइरहेको थियो। मैले नानाको अब भिडियोहरू त्यति साह्रो गर्नु सकिनँ, अनि बाटोतिर मैले तपाईँहरूलाई देखाउन सकिनँ। अब चाहिँ म नानासँग तपाईँहरूलाई मिलाउँछु ल गाइज। हेलो, आज चाहिँ तपाईँलाई अब उहाँबाट आउँदाखेरि चाहिँ कस्तो फिल भयो होइन। अब यत्रो वर्ष बादमा आउनुभयो, 1 वर्ष त भयो नि त होइन। 1 वर्ष बादमा आउँदाखेरि चाहिँ अब तपाईँलाई कस्तो चाहिँ लागिरहेछ अब उहाँबाट आउँदाखेरि चाहिँ? खुसी लागिरहेछ। घर आइपुग्दाखेरि कहिले नानीसँग भेटौँ भइरहेको थियो, सोफियासँग पनि भेटेँ, अब भाइसँग पनि भेट्छु, सबसँग भेट्छु। सो सुनिहाल्नुभयो साथीहरू, अब चाहिँ फाइनली मेरो नाना त घर आइपुग्नु भयो। अनि सो गाइस आजलाई यति नै भन्दै म तपाईँहरूसम्म बिदा लिन चाहन्छु। मेरो भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु हुन्छ भन्ने आशा गर्दछु। गुड नाइट अल अफ यू, बाई बाई, टेक केयर।